म लोकेसन कहाँ दिँदैछु भने यहाँनिर तपाईँको एचडिएफसी बैंक कोही साइडमा अपोजिट साइडमा चाहिँ हाम्रो राजेश दाको दोकान छ। उहाँसँग आई थिङ्क अलिकति भए पनि बातचित गर्नु हामीलाई पर्ने छ। हाम्रो यहाँ राजेश दा हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो राजेश दा नमस्ते तपाईँलाई, हजुरहरूलाई सबैलाई है, मेरो भ्युवर्सहरूलाई। यो चाहिँ म चाहिँ खरसाङमै छु अहिले चाहिँ। हजुरहरूले मेरो भिडियोजहरू अभियसली मन पराउनु हुँदै होला। अनि साथसाथमा तपाईँलाई एउटा राम्रो जग्गा म देखाउन गइरहेको छु, जसमा कि हाम्रो सबै युथहरू यहाँ हाम्रो दाजुको दोकानमा चाहिँ एक न एकपल्ट चाहिँ आएर चाहिँ आलु मिमी मोमोहरू चाहिँ एकदमै राम्रो राम्रो पाउँछ। तपाईँहरू आएर चेक गर्न सक्नुहुनेछ। यो चाहिँ तपाईँलाई म लोकेसन कहाँ दिँदैछु भने यहाँनिर तपाईँको एचडिएफसी बैंक कोही साइडमा अपोजिट साइडमा चाहिँ हाम्रो राजेश दाको दोकान छ। उहाँसँग आई थिङ्क अलिकति भए पनि बातचित गर्नु हामीलाई पर्ने छ। हाम्रो यहाँ राजेश दा हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो राजेश दा यहाँ हुनुहुन्छ है। उहाँले चाहिँ एकदमै राम्रोभन्दा राम्रो बनाउँछ है। आलु मिमीहरू खानु छ तपाईँहरूलाई, विशेष गरी लेडिजहरूलाई, केटीहरूले चाहिँ एकदमै यहाँनिर मन पराउँछ। साथसाथमा केटाहरू बनाउँछ। मोमोदेखिको लिएर तपाईँले अन्य कुराहरू यहाँ छ। हाम्रो मेरै भुजा पनि हो, यो हरियो मटर हो, यो काजु हो, यो सादा चिज हो। यिनीहरू भाबीले रेडी गरेर म चाहिँ कोही दिन जान्छु त्यो दादा भन्छु। सोनाम दाको बिर्स्यो पनि तपाईँहरूले हेर्नुहोस् प्रोडक्ट मेरो तेल राम्रो। यहाँ हाम्रो दा चाहिँ अलवेज बिजी हुनुहुन्छ है। आज अलिकति टाइम लिएर चाहिँ म चाहिँ दाकोसँग चाहिँ एकछिन भेटौँ भनेर आएको थिएँ। हजुरहरूले एकपल्ट राम्रोसँगले यहाँको दालाई हेर्नुहोस्। राजेश दा एक दुई शब्द भनिदिनुहोस् के छ कसो छ। आलुहरू पनि देखाइदियो। सानोतिनो यो आलुदमहरू बेच्छु र मोमो पनि बेच्छु। यहाँ मोमो पनि पाइनुहुन्छ। यहाँ भेज मोमो हो यो। यहाँ हेर्नुहोस् यो भेज मोमो एकदम गरम गरम पाउनुहुन्छ। अनि साथसाथमा यहाँ हाम्रो दाहरू हुनुहुन्छ गाउँको है, यतैतिर वरिपरिको दाहरू भाइहरू छ है। उहाँहरूलाई पनि एक दुई शब्द सोधिदिउँ है के छ हाम्रो राजेश दाको दोकानको बारेमा। अनि तपाईँहरू चाहिँ किन चाहिँ म प्रायः देख्छु तपाईँहरू डेली भिड हुन्छ यहाँनिर खानु लागि। उहाँको चाहिँ अब कस्तो खालको टेस्ट छ र तपाईँहरूसँग चाहिँ अब एकदमै कनेक्ट हुन्छ गइरहेको छ दोकानको बारेमा यसो भनिदिनुहोस् है। को नाम? मेरो नाम सकिल। तपाईँ चाहिँ कहाँको दा? म यहीँको हो, उसकै घरको पडोसी हो। राम्रो छ भने चाहिँ यहाँको दाको बारेमा चाहिँ यसो यहाँ दोकानको बारेमा यसो भनिदिनुहोस्। उसको मोमो मोमो चाहिँ अलवेज दाम छ, त्यसले गर्दा आउँछ। उसको अलिकति बानी व्यवहार राम्रो छ, बोल्छ, त्यसले गर्दा अलिकति के गर्नु चिन्दैछ। भाइ तिम्रो नाम? मेरो नाम अमित प्रसाद। दाको बारेमा यसो? दाको बारेमा भन्दाखेरि चाहिँ मलाई चाहिँ पर्सनली आलु मनपर्छ उहाँको हो। अनि त्यस्तो आलु चाहिँ एकदमै फेभरेटै हो भनेपछि भाइको पनि एकदमै फेभरेटै होला आलु मिमी। आलु मिमी नै प्रायः फेभरेटै हो। ठिकै छ ठिकै। भुजा सुजाहरू क्या हाम्रो राजेश दाको दोकानमा तपाईँहरू प्लिज खरसाङदेखिको बाहिर हुनुहुन्छ भने, यदि तपाईँ खरसाङमा स्टे गर्नुहुँदैछ भने प्लिज दया गरेर एकपल्ट तपाईँले कन्ट्याक्ट गर्नुहोस्। अब यदि जग्गा चिन्नु भएन भने मेरो यो फेसबुकमा तपाईँले मुनि कमेन्ट पनि गर्नु सक्नुहुनेछ। अनि एचडिएफसी ब्याङ्ककै अपोजिट साइडमा तपाईँले एकदमै राम्रोभन्दा राम्रो, अन्य जग्गाभन्दा एकदमै राम्रो तपाईँले सफा हाइजिनमा तपाईँलाई अब कुरै छोडिदिउँ एकदमै राम्रो दिनुहुन्छ दाले। अनि सस्तो पनि अनि मिठो पनि। तपाईँहरू अवश्य नै आउनुहोस् होला। अनि प्लिज मेरो यहाँ दा हुनुहुन्छ। नमस्ते मेरो तर्फबाट तपाईँहरूलाई। पडोसीहरू पनि छ मेरो सामने। तपाईँहरूलाई नमस्ते छ। यहाँ म सतुवा पनि बनाउँछु। सतुवा पनि प्योर पाउनुहुन्छ एक नम्बर। पाउँछ है। मिसिन यहाँ छ, मिसिन देखाइदिनु। सतुवाको हो एक नम्बर अलि पिनिन्छ। यहाँले चाउर पिठो पनि बनिन्छ। चाउर पिठो सतुवा बनिन्छ। यसले सतुवा पनि हुन्छ है। सतुवा पनि हुन्छ, हल्दी पनि पिनिन्छ। हजुर हजुर। तपाईँहरूको लागि सेवा गर्नु सक्छु। त्यसै एनी टाइम तपाईँलाई चाहिँ अर्डर दिनुपर्छ कि? अर्डर दिनु पर्दैन, तपाईँ ल्याएर मलाई दिनुहुन्छ। एक दुई घन्टामा रेडी गरेर दिन्छु म। तपाईँले ल्याएर पिनाउनु सक्नुहुन्छ। भनेपछि उहाँले चाहिँ एकदम सत्वहरू पनि राख्नुहुन्छ है। एकदम हुन्छ एक नम्बर। उसमा मिलावटी भेजल केही हुँदैन। एक नम्बर दिने हो। चानाको सत्व एक नम्बर। हल्दी ल्याउनुहुन्छ तपाईँको हल्दी पिनिन्छ एक नम्बर। र चावलको पिठो पनि बनिन्छ। यहाँ चावलको पिठो पनि? चावलको पिठो यो तपाईँको सेलरोटी बनाउने त्यो पनि चावल पिनिन्छ। यहाँबाट एक नम्बर पाउनुहुन्छ। बस त्यति नै हो मेरो। रेटहरू चाहिँ? रेट यही हो
तपाईँको चावल पिठो 20 रुपियाँ पिनाइ हो, हल्दी 40 रुपियाँ पिनाइ हो, त्यति नै रेट छ, अरू केही रेट छैन मेरो। भनेपछि उहाँले एकदमै राम्रो पनि यहाँनिर गर्नुहुँदैछ। यदि तपाईँलाई चाहियो भने हजुर यहाँ पिनाएर लानु सक्नुहुन्छ। बेग पनि पिन्छु म, यता बस्तीहरू पनि आउँछ किनेर लान्छ यहाँबाट, राम्रो दिन्छु, 1 नम्बर। उहाँले हाम्रो राजेश दाले यहाँनिर उयो पनि किन्नुहुँदैछ। यदि तपाईँलाई चाहियो भने हाम्रो लोकलहरूले जति पनि हाम्रो भ्युवर्सहरू हुनुहुन्छ, यदि तपाईँलाई त्यो सिक्नु मन लाग्यो या तपाईँलाई केही गर्नु मन लाग्यो भने हल्दीहरूको त्यो जानकारी लिनु चाहनुहुन्छ भने यहाँ राजेश दाको दोकानमा आएर हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुनेछ। अनि हाम्रो म जाने बेलामा हजुरहरूलाई यो भन्न चाहन्छु, प्लिज दया गरेर है मेरो भिडियोजहरूमा पहिलाको भिडियोजमा पनि एकदमै राम्रोभन्दा राम्रो तपाईँले रियाक्ट गर्नुभएको छ। अनि साथसाथै फेरि पनि म हजुरहरूलाई भन्न चाहन्छु, प्लिज दया गरेर मेरो भिडियोजमा हजुरहरूले सब्सक्राइब, लाइक अनि सेयर गर्नु नबिर्सिनुहोस् होला।